ल साथीहरु अहिले चाहिँ हामी चाहिँ यहाँ चाहिँ जोरपोखरी भन्ने ठाउँ आइपुगेको छौं। यो चाहिँ जोरपोखरी भन्छ है यो ठाउँको नाम चाहिँ। यता हाम्रो साथीहरु पनि छ, आउँदै हुनुहुन्छ। हामी चाहिँ 6 जनाको ग्रुप बनाएर आएको छौं है यता घुम्नुलाई। हामी चाहिँ आजको यात्रा चाहिँ हाम्रो चाहिँ पर के भन्छ काबेली खोलासम्मको छ है। अहिले चाहिँ अनि हामी चाहिँ यहाँ जोरपोखरीसम्म आइपुगेको छौं। पोखरी चाहिँ यही भन्छ है। यहाँ कतिको देख्दै हुनुहुन्छ रातो रातो माछा रहेछ। रातो माछा छ है यहाँ चाहिँ। पोखरी चाहिँ निकै लामो छ है। यस्तो छ है ठाउँहरु चाहिँ। बजार पनि, बजार चाहिँ यतापट्टि छ, यो जोरपोखरी भन्छ। बजार अहिले देखाउने छु है तपाईहरुलाई म। यो चाहिँ हाम्रो अहिलेको है जोरपोखरी बजार चाहिँ यही भन्छ है। अनि हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै माथि मन्दिर जाँदैछौँ है। यहाँ चाहिँ गेट छ है। गेटबाट ठ्याक्कै जाने हो हैन, चाहिँ घन्टी बजाउने। अनि हामी चाहिँ अहिले ठ्याक्कै माथि मन्दिरमा जाँदैछौँ। बाटो चाहिँ हैन राम्रो छ, बाटो पनि ठ्याक्कै सिडी बनाएको छ है बाटोहरु पनि। माथि अब के अरे मन्दिरहरु कस्तो छ है म तपाईहरुलाई त्यहाँ गएर चाहिँ देखाउने छु है। अहिले चाहिँ हामी चाहिँ मन्दिर आइपुगिसक्यौँ है। यो चाहिँ जोरपोखरीको मन्दिर है। यहाँ चाहिँ ठुलो मन्दिर पनि छ। यहाँ घन्टी अब बजाउनु पर्छ। ठाउँ चाहिँ यस्तो छ है। तपाईहरु आउनु भएको छ कि छैन हैन यो ठाउँतिर? ठाउँहरु चाहिँ निकै राम्रो छ, मन्दिरहरु छ है। यता चाहिँ अब जंगलहरु छ है पुरै। यस्तो छ ठाउँहरु चाहिँ। मन्दिरहरु भनेको यस्तैहरु छ। बजारदेखि चाहिँ थोरै माथि मात्रै छ है डाँडामा यो बजार मन्दिर चाहिँ। अनि हामी चाहिँ यता घुम्दै घुम्दै आइपुगिसकेका छौं। देख्न सक्नुहुन्छ मन्दिरहरु। यता खुल्ला छैन क्या भित्र चाहिँ। यहाँ चाहिँ यस्तो छ है, हेर्न सक्नुहुन्छ। यता चाहिँ कता जाने बाटो हो थाहा छैन। बाटो चाहिँ बाटो त ठुलो रहेछ। अब हामी चाहिँ पल्लो डाँडामा पनि जान्छौँ है। त्यहाँ पनि मन्दिर छ कि के छ है, ठाउँहरु कस्तो छ तपाईलाई म देखाउने नै छु है, हेर्दै गर्नु होला। हामी चाहिँ अहिले हैन मन्दिर घुमिसकेर पनि यता जाँदैछौँ यहाँ पल्लो डाँडातिर हैन। यताको डाँडा चाहिँ कस्तो छ है, यता पनि मन्दिर छ कि के छ है। अनि बाटो रहेछ यता ठुलो बाटो है। पल्लो डाँडातिर कस्तो छ ठाउँहरु, यो बाटो हुँदै जाँदैछौँ है। अनि ठाउँ चाहिँ यस्तै छ है। हाम्रो के अरे जोरपोखरी बजार चाहिँ यहाँ तल छ। हामी तलबाट आएको है। अनि हेर्न सक्नुहुन्छ ठाउँ भनेको यस्तो छ। यहाँ टक्क बस्ने ठाउँहरु पनि रहेछ चौतरहरु है। अनि हामी जाने भनेको यता उकालो छ। यहाँ चाहिँ हेर्नु के हो, यो पनि पूजा गर्ने ठाउँ रहेछ है। यहाँ पनि यहाँ पैसा पनि चढाएको रहेछ हेर्नु। 5 को 20 को पैसाहरु रहेछ यहाँ चाहिँ। घन्टी पनि रहेछ ठ्याक्कै बारेर। अब यो बाटो हुँदै जान्छौँ हामी है। कहाँसम्मको बाटो रहेछ है। बजार चाहिँ यहाँ तल छ है। अनि मेला पनि लाग्दो रहेछ हैन यहाँ चाहिँ जोरपोखरीमा चाहिँ। अनि हामी चाहिँ घुम्दै घुम्दै आएको यता चाहिँ। अनि ठाउँ चाहिँ यस्तो छ है। यहाँ चाहिँ यो जोरपोखरीको माथिल्लो मन्दिरको साइड बाटो है यहाँ चाहिँ। अनि के अरे जङ्गलको घारी अलिकति यस्तो छ है बाटो चाहिँ। ठिकै छ हैन बाटो चाहिँ। अनि हामी चाहिँ ओह्रालो गर्दैछौँ। के बोक्यो बुनुहरूले? ल सोथर आमै बहिनीले त अनि खत्रै बोक्यो त सोथर त। तेरिका डबल डबल छ त अनि। बहिनी यहाँको बहिनीहरूले चाहिँ सोथर बोक्दै रहेछ यहाँ चाहिँ। अनि
हामी चाहिँ होइन यहाँको मन्दिरहरू पनि घुमेर चाहिँ ओह्रालो झर्दैछौँ अहिले चाहिँ। अनि हाम्रो यात्रा भनेको चाहिँ हामी जाने पर के ठाउँ पो अरे के खोला पो भन्दै थियो के थाहा छ भने यहाँदेखि उता ताप्लेजुङको जाने खोला के पो अरे यता ताप्लेजुङ जाने बाटो खोला के पो भन्छ हो काबेली होइन काबेली साँच्ची हामी काबिले खोलासम्म चाहिँ जानु ठिक हामी चाहिँ काबेली जाँदै गरेको हामी माछा खानु आएको नि बहिनी अनि कालो कालो माछा पाउँछ अरे अनि माछा खानु गएको यहाँ मन्दिर अनि हामी चाहिँ यसो मन्दिर घुमेर आएको नि दर्शन गरेर अनि हामी चाहिँ अब माछा खान जाँदैछौँ हो र ल बहिनीको आशीर्वाद लागोस् है नभए बहिनीले चाहिँ होइन यो भिडियोमा चाहिँ 2टा मात्रै भ्युज जान्छ भन्दैछ होइन बहिनीलाई देखेर मिलियन पुग्छ नि 2 मिलियन यहाँ चाहिँ बजार हेर्न सक्नुहुन्छ यो चाहिँ जोरपोखरी बजार भन्छ है जोरपोखरी बजार अब चाहिँ हामी होइन थोरै खाजा खाएर चाहिँ हामी चाहिँ उता के भन्छ खोलामा माछा खानु गर्दैछौँ अनि त्यहाँको भिडियोहरू चाहिँ तपाईँहरूले देखाउनु यहाँ हेर्नुहोस् कुकुरको बच्चा रहेछ हेलो घाममा सुतिरहेको रहेछ